नमस्ते युट्युब फ्यामिली र आमालाई हस्पिटल लगेर जाँदैछ बिहान ब्लड टेस्टहरू गराएर र आजको ब्लड टेस्टमा के निक्लिन्छ तपाईलाई पनि भन्नेछु र एकदम है अब राम्रो निक्लेको होस् है र तपाईहरुको मायाको सपोर्टको जरुरत छ प्रेको जरुरत छ है र तपाईले यो भिडियोलाई हेरेर एकदम लाइक गर्ने कमेन्ट है सब्स्क्राइबरहरु सबै गरिदिनुहोस् शेयर गरिदिनुहोस् र किनकि है मलाई पनि अब युट्युबहरु अब चलाउनु हैन यसरी भिडियोहरु बनाएर हाल्नु मलाई पुरा मन पर्छ नि त अनि त्यसैकारण अब तपाईहरुको पनि सपोर्टहरु छ भने पो है हामीले धेरै कुराहरु अब गर्न सकिन्छ र यस्तै हो यो भेलर है अब भेलरमा त यस्तो घामहरु लागिरहेको छ र तपाईहरुको एकदम मायाले गर्दाखेरि है अहिलेसम्म ट्रिटमेन्टहरु राम्रै चलिरहेको छ र तपाईहरुलाई सबैलाई म यहीँबाट धन्यवाद दिन चाहन्छु थ्यांक यू भन्न चाहन्छु हेर्नुस् न भेलर त कस्तो राम्रो देखिरहेको छ यसो अब है घामहरु लागेर उज्यालो देखिरहेको छ र हामी बसेको देखि चाहिँ 20 मिनेटहरु त्यस्तो लाग्छ र अब आज भोलि अब आज राम्रो रिपोर्ट आयो भोलि क्यामहरु हुन्छ क्यामहरु लाउनु पर्ने हुन्छ र तपाईहरुको पनि प्रार्थनाको र प्रेको हरेक यसको चाहिँ अब तपाईको जरुरत छ है मेरो आमा चाहिँ बिचारा ब्रेस्ट क्यान्सर भएको पनि है धेरै अब भएर पनि थाहा पाएको हैन 3 स्टेज पुगेर मात्रै थाहा पाएको छ र अब तपाईको प्रेको जरुरत छ अब क्यामहरु लाउँदैछ त्यतिखेरको अपरेसन रेडिएसनहरु भइसकेपछि चाहिँ त्यतिखेर त कहिले घरहरु फर्किनु है कति भइसक्यो आएर भेलरमा बसेको पनि 5 महिनाहरु भइसक्यो र अझै 4-5 महिना छ है र तपाईहरुको यसरी मायाले गर्दा राम्रो ट्रिटमेन्टहरु हुँदै जाओस् है।